So hello and namaste everyone. This is your boy Madhur Sani and welcome back to my YouTube channel. Hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु. सो आज मन्डे मेरो अफ डे अनि सुभाषको पनि अफ डे. आज हामी चाहिँ घुम्न निस्किरहेको छौं. सुभाष म अनि अहिले हामी बाटोबाट चाहिँ केटाहरुलाई पनि पिक गर्छौं. सो यस आज घाम पनि छैन, पानी पनि छैन, एकदम बेस्ट वेदर छ आज घुम्नको लागि. सो एकदम बेस्ट भन्दा नि बेस्ट वेदर छ. हामी घरबाट निस्किसकेको छौं. सो हामी चाहिँ आज जान लागेको ठाउँ चाहिँ हुन्छ नि डिवाई साइडतिर हो. ड्रोन शटहरु लिन्छौं, हामी छोटो मिठो भ्लग गर्छौं. सो यस लेट्स गो. सो यस हामी चाहिँ कफी सबै किन्यो 7-11 मा. सबैजना भेटिसक्यो केटाहरु, पेट्रोल सेट्रोल हाल्यो. त्यसपछि हामी फेरि हाम्रो जर्नीमा लागिरहेको छौं. आजको हाम्रो ड्राइभर हो सुभाष सर, त्यसपछि पुकार, त्यसपछि सुमित. हामी चारजना भएर कहाँ जाँदा आज के भन्छ ठाउँको नाम पनि बिर्सिसक्यो होला यार. लङ रिफ भ्यू पोइन्ट जाँदैछौँ. सो यस यो चाहिँ हाम्रो डेली हिँड्ने बाटो हो काम जानको लागि, तर हामी यही बाटो हिँड्दैछौँ. अति दामी छ यो यहाँको भ्यूहरू पनि लास्टै दामी देख्छ. दिस इज पारामाटा रिभर है. सो यस लेट्स गो टुगेदर. हामीले चाहिँ गाडी पार्क गऱ्यौँ. त्यसपछि चाहिँ एउटा रुट यता छ, एउटा यता गल्फको छ. त्यहाँनिर चाहिँ अथोराइज मान्छेहरू मात्र जान पाउँछ. तर हामी चाहिँ लङ भ्यू पोइन्टको लागि चाहिँ हामी यो ठाउँबाट जान्छौँ होइन. सो यहाँनिर एउटा सानो आगो लागेको गाडी छ. सो हामी यहाँ छौँ, हामी यहाँबाट जाँदैछौँ. सो यस हामी यहाँबाट जाँदैछौँ. टक्क 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 हिँड्दैछौँ. सुभाषले यहाँ फोटो लिँदैछ. सो यस यो चाहिँ कोस्टल वाक हो है. हामी बिस्तारै बिस्तारै अब हल्का कति मिनट छ यहाँबाट हिँड्नको लागि, थोरै टाइम हामी यहाँबाट हिँड्छौँ. यस हो यस हामी चाहिँ यो लुक पोइन्टमा आइपुग्यौँ होइन. दिस इज असम. कस्तो लाग्यो सुमित तिमीलाई ठाउँ? बब्बा लाग्यो. जोस् हुन्छ नि हामीले चाहिँ काममै जोस् घुम्न जानुपर्छ भनेर चुज गरेको ठाउँ हो. तर नट रिग्रेट. यहाँ आएर यताउता सबतिर हेऱ्यो समुद्रै समुद्र. यस्तो दामी देखेको छ नि है. सो यस तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ. धेरै टाइम लाग्दैन. तपाईँ गाडीमा आउनुभयो भने अलमोस्ट 45 मिनट ड्राइभमा यहाँ आइपुग्नुहुन्छ. र हुन्छ नि तपाईँ बसमा आउनुभयो भने 1 घन्टा 20 मिनटमा चाहिँ तपाईँ यहाँ आइपुग्नुहुन्छ. सो यता 1 घन्टा 20 मिनटमा तपाईँ यहाँ आइपुग्नुहुन्छ. तपाईँ बसमा आउनु पर्यो भने चाहिँ उनीबाट कुन बस सक्छ अरे B1 हैन B1 बसमा आउन सक्नुहुन्छ। सो यस अति नै हुन्छ नि अति नै दामी लाग्यो मलाई
यतातिर हेऱ्यो भने त झन् यस्तो दामी छ नि यस्तो दामी छ यहाँबाट हेर्दा चाहिँ हुन्छ नि यस्तो दामी छ दामी लाग्यो मलाई दामी सो अब हामी यहाँबाट थोरै त्यो तल यहाँ जाँदैछौँ त्यहाँ हल्का मैले भिडियो हेरेको छु हल्का भरिङ सरिङ छ तल झर्नको लागि तर अति नै दामी छ सो यस रमाइलो हुनेवाला छ जस आजको दिन पनि हुन्छ नि ओर्थित हुने भयो हामी घुम्यौँ यताउता होइन यस्तो दामी ठाउँमा आयो सही हुने भयो सही अब यहाँ पनि हामी फेरि ड्रोन सट लिनुपर्छ क्या दामी अहिलेको जस्तै गरेर हामी चाहिँ यहाँ आइयो ड्रोन सटहरू लियो होइन त अनि यताउता घुमियो एकछिन बसियो फोटोसोटो खिचियो रमाइलो गरियो सो मलाई चाहिँ लङ रिफ भ्यू पोइन्ट चाहिँ अति नै दामी लाग्यो गाइस सिरियसली भन्दा चाहिँ मलाई चाहिँ अति नै दामी अति नै लास्टै दामी लाग्यो यहाँबाट तपाईँहरूले समुद्रको भ्यू चारैतिर देख्न सक्नुहुन्छ सिटी देखिन्छ यतातिर होइन सो यस किचनको बिजी लाइफ होइन सेफ लाइफ कति बिजी हुन्छ यदि तपाईँहरू अस्ट्रेलिया हुनुहुन्छ र कोही किचनमा काम गर्नुहुन्छ भने कति स्ट्रेसफुल हुन्छ तपाईँहरूलाई थाहा नै छ सो यस स्ट्रेसफुल लाइफदेखि आज छुट्टी अनि त्यसपछि यस्तो दामी ठाउँमा आउँदा पाउँदा म एकदम धेरै खुसी छु मलाई त लागिरहेको छ कि म यो ठाउँमा पहिला किन आएन भनेर सो अति नै दामी दामी लाग्यो अब हाम्रो च्यानलमा यस्तो यस्तो ट्राभल भिडियोहरू तपाईँहरू हेर्न सक्नुहुन्छ सो हामी कता 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 यता 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 भनेर टिकटकमा चलिरहेको छ नि कता कता घुम्न जान्छौँ होइन कति रमाइलो गर्नेवाला छौँ ट्राभल गर्नेवाला छन् प्लिज तपाईँहरू पनि लाइफमा हुन्छ नि कतै होल्ड भएर बसिराख्नु भएको छ तपाईँहरू पनि ट्राभल गर्नुपर्छ भने यदि अस्ट्रेलिया हुनुहुन्छ भने लेट्स गेट कनेक्टेड हामी सँगै हुन्छ नि घुम्न जान पनि सकिन्छ र हामी सँगै भ्लग गर्नुपर्छ यस मलाई चाहिँ यो ठाउँ दामी लाग्यो मैले अघि भने जसरी नै हुन्छ नि म यो ठाउँमा चाहिँ किन आएन पहिला जस्तो फिल भइसक्यो मलाई सो यहाँबाट डिवाई पनि नजिकै छ डिवाई अलिकति फेमस नै छ सबैजना थाहा छ डिवाई बिच अनि त्यसपछि यस मलाई चाहिँ अति दामी यो ठाउँ छोडेर मलाई घर जानु नै मन छैन आनन्दले बस्नु मन छ यस्तो चिसो हावा छ नि आज धेरै गर्मी पनि छैन 2 दिन वाइल्ड पानी परेको थियो स्याटरडे र सन्डे सो आज मन्डे एकदम हुन्छ नि वेदर खुलेको छ दामी दिनमा हामी जस्ट घुम्न आयो अति नै दामी लाग्यो सो यस अब चाहिँ हामी यहाँबाट निस्किन्छु यदि कतै गयो भने चाहिँ म तपाईँहरूलाई अपडेट गराउँछु नभए चाहिँ द्याट्स इट होइन त सो या